बस हुन लाग्यो अनि त्यही भएर अहिले म जाँदैछु ब्यान्ड्रा स्टेसन अनि त्यहाँदेखि सान्ताक्रुज जान्छु मेरो घरमा अनि त्यहाँदेखि लुगासुगा लिन्छु। लुगा चाहिँ मैले यहाँ भर्रै लगाएको छु ब्यागमा तर कुन लुगा लगाउने के अरे ऊ छैन कि थाहा छैन। फुपूले अब साडी लगाउने यताउता के भन्नुभएको छ त्यही भएर म चाहिँ अहिले जाँदैछु मेरो घरमा अनि अब मम्मी गएपछि उतादेखि मम्मीलाई पनि लग्छु। अहिले चाहिँ मैदेखि ब्यान्ड्रा स्टेसन जाँदैछु। अहिलेको लागि चाहिँ म यति नै राख्छु यहाँमा मेरो 2 शब्द टुङ्ग्याएर जान्छु अनि उता गएपछि चाहिँ म आज भ्लग लामो हुनसक्छ आइदिन्छ अनि त्यहाँ उता गएपछि अरू बनाउनेछु। यतिको लागि चाहिँ यता चाहिँ मेरो सान्ताक्रुजको लागि ट्रेन आयो। पहिला म चाहिँ सान्ताक्रुज जान्छु। मान्छेहरू चाहिँ यति छन्। यो चाहिँ ट्रेन हो। अब म चाहिँ यसमा घुस्छु अन्दर। अब अन्दर हिँड्दै यता चाहिँ म बसेँ ट्रेनमा नै बस्न त राम्रो लाग्दैन मलाई। उठैछु म पछाडि चाहिँ मान्छेहरू छन्। यहाँ चाहिँ ट्याक्क बान्द्राबाट म चाहिँ निस्केँ भन्नु पऱ्यो। अब मोटी देखेको रहेछु कि लास्ट हेर न यहाँ कस्तो मुख पनि फुले जस्तो छ है। साथीहरू पुरै नगएर मोटी भइहालेँ। अहिले चाहिँ म सान्ताक्रुजमा उत्रेर ट्रेनमा माथि जाँदैछु। साथीहरू आफ्नो घर गएछु पछि फेरि उता चाहिँ भ्लग बनाउँछु। पछाडिको बिचरा हेरेको छ मलाई के गर्नु। अब यहाँ त कसैको अगाडि मैले यसरी बना पनि छैन भ्लग चाहिँ अनि अब यिनीहरू चाहिँ अब हेरिरहेको छ नि। ल है साथीहरू अहिले चाहिँ म मेरो घरमा पुगेँ। मेरो भाइ आई लभ यु अनि त्यहाँ चाहिँ अहिले म फट्ट पुगेँ है। माइ गड यहाँ नराम्रो हुँदैन तर होइन नराम्रो भयो। अनि अब मम्मीले के बनाइछन् भनेर भित्र सर पाहाडमा जानुपर्छ। यो चाहिँ हामीहरूको किचन के अन्डा बुर्सी जस्तो रोटी खाना बनाउने आजसम्म भोक लाग्यो के र ए अनि त्यही भएर म चाहिँ यहाँ आएँ। अब यहाँ चाहिँ म मेरो लुगासुगा कपडासपडा के छ रुममा पुग्छु। अनि को लाइट यो नि उल्टोसँग बटन अच्छा सोल्टै रहेछ। अनि अब चाहिँ म ठ्याक्क मेरो रुममा पुगेँ। अनि यहाँ चाहिँ हजुर देख्न सक्नुहुन्छ मेरो मम्मीले कस्तो राम्रोसँग सजाएर राख्नुमा छ। अनि चाहिँ भगवान्जी मेरा। अनि आजकल त पर्फ्युम पनि धेरै रहेछन् गाइस। यहाँ चाहिँ उज लागेको छ सेल हजुर किन्न सक्नुहुन्छ 2 रुपियाँको एक 2 रुपियाँको एक। अब अहिले चाहिँ म मेरो ठ्याक्क लुगा पछि लाग्छु। लुगाको तर्फमा के लगाउने सेम्पूकै हो के सेम्पू होइन यो लोसन हो बडी लोसन नुहाइसकेपछि लाउने वाला हो। अनि त्यति पनि थाहा छैन है। अब मलाई पनि थाहा छैन। म पनि सेटबारीको घरमा काम गर्दा गर्दै थाहा भएको कुरा हो। हामी पनि पहिला त्यस्तै जन्मेको कुरा। अब चाहिँ म यहाँ मेरो लुगासुगाको तयारीमा लाग्छु होइन। अनि ओ माइ गड यो फोटो चाहिँ हाम्रो बेङ्गलोरको लालबागको फोटो हो साथीहरू। हजुरहरू हेर्न सक्नुहुन्छ। अनि यो भिडियो चाहिँ म हजुरआमालाई पठाउन सक्छु यो वाला फोटोवाला। यहाँ चाहिँ अब लुगा भने कच्छ होइन। यहाँ मलाई छान्न 1 घन्टा लाग्छ। मलाई लुगाले कहिले पनि पुग्दैन साथीहरू। यस्तै हो। अब आज के साडी लगाउने यताउता भनिरहेको थियो नि त सबै के लगाउने हो मिनाहरू। अब यो साडी चाहिँ मैले 30को दिन लगाएको होइन। 30को दिन लगाएको छु। अब के भन्छ अर्को साडी पनि छ। अर्को साडी पनि मैले लगाइसकेँ। त्यो अर्को साडी त मम्मीले लगाइहाल्यो नि त्यो पनि लगाइसकेँ। अब के लगाउनु मम्मीको कपडा मम्मीको साडीहरू आफ्नो कहिले पुग्दैन क्या साथीहरू। यहाँ यस्तै हो। अब यहाँ सामान कच्चा ठुकै हजुरहरूलाई देखाइदिन्छु म। यहाँ चाहिँ हेर्नु यस्तै सोत्तर फ्याँके जस्तो फेंके छन्। अनि यहाँ चाहिँ नजिकै ब्यागभरि कपडा लिएर आएको छु। अब तल अर्को ब्याग अलगै छ। यहाँ कपडाले पुग्दैन साथीहरू। मलाई यस्तै हो। अब ल साथीहरू अब चाहिँ मैले एक साडी फाइनल गरेँ। यो पनि मैले अलरेडी पहिला लगाइसकेको छु तर पनि के गर्नु अब यही लगाउँछु। यही लगाएर छु। अनि यहाँ मम्मीको पनि अन्तिम यो लगाऊँ कि यो तर उठ्ने साडी हो कि मलाई उठ्ने साडी मन पर्दैन बस्ने साडी मनपर्छ। अनि यो पनि छ यो पनि लेखेको छ हो यो बस्नु बस्ने हो कि होइन के बस्नु पर्यो त बस्नु। यो साडी सानो छ सायद थाहा छैन। यहाँ चाहिँ म यस्तो हुलिया ढिकाएर चाहिँ म कामबाट आएको। यो साडी मैले
कहाँ कहाँ लगाएको छु रिजल्टमा लगाइसक्यो कि यो पनि 30 दिन लगाएर यो पनि छ होइन तर यसरी खासै मन परेन मलाई पिङ्क चाहिँ मेरो फेभरेट कलर हो बट तल अर्को छ क्या तर साडी भने कच्चा यहाँ चुज गर्न सकिन्न हो साथीहरू अब चाहिँ मैले चाहिँ यो पाएको हुन्छ यो साडी फाइनल गरेर अहिलेसम्म चाहिँ यो लगेर जान्छ अब उता राम्रो भए चाहिँ फुकुवा लगाइदिन्छु मलाई केही बाल टेन्सन फरर पनि के खाल्दै एकबार मेरो भाइलाई चाहिँ मैले अघि नै बोलिसकेको थिएँ उता न अहिले के खाले भनेर बट मेरो भाइ चाहिँ यस्तो चाहिँ निन्द्रा ठ्याक लिइरहेको थियो अब त्यस्तै हो पछाडिको गएर छाडिदिनुपर्छ आमाका कपडा चाहिँ राखिदिनुपर्छ आमाले यहाँ अझ उदुन पुदुन गरेको देखेपछि यहाँ टाउको फोडिदिनु राम्रो छ यो साडी मैले लगाएर हिजो अस्ति फोटो हालेको हेर्नु कसरी बाँधेर राखेको छु मम्मीले साडी भने कच्छन हो नि घरमा यो पनि दिएको छ चुला अब यी मराठीका लाउने लाउँदैन रहेछ अब यहाँ पनि साडी छ यहाँ पनि साडी छ न यो पनि राम्रो छैन अहिले चाहिँ मैले यो लगाएँ अनि कस्तो लागेर चेन्जिङ लुगा चाहिँ यहाँ लगाएर यस्तो सुमा छैन लगाएर जान्छु के लगाएर जान्छ केही ठिक छ अगाडिको बेला ल साथीहरू म चाहिँ अब यहाँ घरदेखि निस्किन्छु अनि एकचोटि चाहिँ मेरो बाबुकोमा मिनारोड जानु लाग्छ नि मेरो बाबुको मोबाइल हेर्नु त कस्तो लाइन परिरहेको छ है उसको फोन म चाहिँ बाहिर गएर पेट पूजा गर्छु नास्ता त बिहान अन्डा सन्डा खाएर आऊँ म त्यही पनि अहिले चाहिँ म जाँदैछु अहिले चाहिँ म र मेरो भाइ अगाडि जाँदैछु है नास्ता खान पनि म ब्लाउज भएपछि पनि लिन सक्छु अनि अहिले चाहिँ हामीहरू दुइटै आहा कस्तो राम्रो भ्यू छ होइन बाबु बहिनी अहिले कालो भट्ट देखायो अहिले देख्के त्यो घामले पनि धोका दिन्छ हो कतिखेर त गयो साथीहरू हामीहरू चाहिँ यहाँदेखि उता खाँदाखेरि मिल्छौँ फेरि अहिले त मेरो बाबुलाई मैले नास्ता खाने पैसा दिएर ऊ चाहिँ गयो म पनि अब यता जान्न छु शान्तको के भन्छ मिरर रोड जान्न छु स्टेसनमा आएँ यहाँदेखि चाहिँ मैले जानुपर्ने हुन्छ माथि खै अब कस्तो छ थाहा छैन लेट भइहाल्यो यतै लेट भइहाल्यो उतै जानु छिटो गाह्रो छ आजकल त हिँडी पनि सकिँदैन यस्तो यार गाह्रो जिन्दगी त्यो चाहिँ म पुगेँ मिरा रोडमा ट्रेनमा चाहिँ बनाउन सकेन एकदम घुचम गुची थियो धेरै भयो अहिले चाहिँ म मेरो फुपूको घर पुगेँ आई एम रेडी दिस इज माई लुक भनेर के साडी त कस्तो आयो कस्तो आयो फुपू राम्रो छ ब्युटिफुल मेरो फुपू नलगाएर जानु लाग्दैन अनि म चाहिँ कस्तो भएको छु गाइस मलाई चाहिँ कमेन्टमा भन्नु होला सर आऊ छिटो जाउँ ल गाइस हामीहरू चाहिँ अटोमा बसेँ अब यहाँदेखि चाहिँ हामीहरू सागर गार्डन जाँदैछौँ पुनम सागर चौकसबाट वाटेबाट अनि अहिले चाहिँ हामीहरू यहाँदेखि जाँदैछौँ अनि मेरो चाहिँ साडी राम्रोसँग भाइ नहुँदा गएर मिलाउनु पर्छ होइन अनि मुनै पेट अपेटेर गयो मेरा त जुठो बढेर सानो कस्तो लाग्छ मुनि पागल जस्तो कुरा गर्छ नत्र उयो चाहिँ काली छैन म त सबै मेरा पछाडि आफ्नो पुरी किनेर आज कालीको फुल आयो त फेरि भन्दैन मलाई काली बनाइदियो गाइस यहाँ चाहिँ हाम्रो यहाँ हजुरआमालाई पनि मिलिसक्यो हजुर पनि आउनु त यहाँ चाहिँ हामीहरू सबै यहाँबाट राम्रो आउँदैछ यहाँबाट सबै हाई भन्नु त आज हामीहरू कता छौँ मिरा रोड पुनम सागर आज इन्जोय गर्नुपर्छ यस भन्नु सबै राम्रो छ म माथि बिजोडी छु जग्गा नभएको उदाने आइयो ल यहाँ आउनु हजुरलाई पनि देखा आन्टी नै भन्यो रे हाई भन्नु त हाई पहिलासँग पुग्नु त नि आऊ चिनेले अहिले चाहिँ हामीहरू सबै यतै छौँ अब पछि भिडियो सिडियो बनाउनुपर्छ गाइस इन्जोय गर्नुपर्छ यस यता चाहिँ हामीहरूको देउडा सेउडा सबै रेडी भइसक्यो होइन अनि हजुरलाई कस्तो लागिरहेको छ हजुरलाई अनि यहाँ चाहिँ हाम्रो देउडा सेउडा सब रेडी भइसक्यो अनि यहाँ चाहिँ हामीहरू सबै महिला जति हजुर अनि यहाँ चाहिँ हामीहरू सबैजना रेडी सेडी भइसक्यौँ अब यहाँ चाहिँ एकछिनमा खेलमा लाग्छौँ होइन दाजुमा चिनेको छैन
एउटामा लाग्नुपर्छ हस्। अनि यहाँ चाहिँ अरू अरू टिमहरू छ पार्टी। भिडियोमा आउनु नै म ब्लग बनाउँदैछु। हाई भन्नु। हजुरसँग त मेरो केही पनि मिल्दैन, फ्याटी छु यस्तो छ। अनि अब यहाँ पछाडि अरू छन्, अनि हामीहरू चाहिँ यता चाहिँ खेल्छ बैखान बैकिनहरूको अगाडि लागिसक्यो। अब चाहिँ हामीहरू खेलमा लाग्न सुरु गर्छौँ। यता त सबैजना आइराख्नु पछाडिबाट है। यता त हामीहरूको डेक्स चालु भइसक्यो। अगाडिदेखि नि सबैजना आफै आँच्चिनु मुन्टो आँच्चिनु मुन्टो आँच्चिनु अन्त ए हजुर कति राम्री भने यहाँ गाईहरू अहिले उही अहिले कति राम्री देखेको छु। यी चाहिँ भाइरल मान्छेसँग भेट भयो है मेरो। के भाइरल क्या हुँदैन अङ्कल जसा नहीं भाइरल 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 ल गाइजहरु सबैजनाले यो छमकत ग्यारी त्यो चौडी बजारसम्म कि सुनिदिनु होला है सबैजनाले। गडे 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 अहिले त हामीहरू के जान लाग्छु। ल साथीहरू म चाहिँ फाइनली अहिले साइसान्दाको स्टेसनमा पुगेँ। अनि यहाँ मैले जब ट्रेनमा बनाउनै मिलेन, यहाँ घुइँचो हेर्नु न पुरै रहनु कस्तो छ कस्तो छ होइन। अनि त्यही बेस्ट। अनि म चाहिँ घुम्दा घुम्दै अहिले चाहिँ पुगेँ फाइनली। यस्तो भिड होइन ट्रेनमा पुरै नगर्नु, भिडियो बनाउने खालको पनि थिएन क्या बिल्कुल। अनि त्यही भएर चाहिँ म भिडियो के पनि बनाएन, सिधै आएँ। अहिले ट्रेनदेखि उत्रेँ, अनि स्टेसनमा छु। अनि स्टेसनदेखि म बिर्स जाने गएँ, मेबी तारिफ गरौँ किस तरफ जाने गएँ चलो मेरे घर क्यों करिए। अनि अहिले चाहिँ म जान लाग्छु। त्यहाँदेखि अब ट्रेनदेखि उत्रेँ भर्खर। अनि ऊ बिचरा पनि हामीहरूको घरमै जान्छ। ये ब्लग बनाती हूँ यहाँ दिखना है चलो हाई बोल दो, कोई प्रॉब्लम नहीं है ना डालने से। तो मेरा सानो अफिसल है। अनि त्यही भएर चाहिँ म चाहिँ यहाँदेखि जाँदैछु घरमा। यस्तो भिड कुरै नगर्नु कि त्यहाँ पनि अब उताको चाहिँ भिडियो थोरै थोरै भए पनि मैले बनाएको छु, तर धेरैभन्दा धेरै रमाइलो भयो। अनि एक कुरै नगर्नु यस्तै रमाइलो भयो। मैले सोचेको थिएँ यतिको होला, अगाडि बनाउँदाखेरि त केही पनि रमाइलो भएन, पछि चाहिँ खतरनाकै भइदियो। यहाँ सानो भण्डारी त हिरोइन भइगयो। अनि मलाई मेन कुरा चाहिँ के लाग्यो भन्दाखेरि त्यो मोडल आएर मोडलसँग फोटो कोही पनि खिच्दैन, बिना काम कि सानोसँग फोटो खिचिदिन्छ नि यार, कुरै नगर्नु। अनि त्यही भएर म पनि के काम मैले पनि फोटोसोटो खिचिदिएँ सबैसँग। अनि फोटोसोटो खिचेँ सबैसँग, मजा आयो, राम्रो लाग्यो, रमाइलो लाग्यो। अब त्यो भिडियो आएपछि म चाहिँ लिङ्कहरू फेसबुकमा हाल्छु कस्तो के आएको छ भन्ने कुरा हात थाकी आयो। अनि अब चाहिँ तल मेरो भाइ आउँछ, खानुपर्छ खाना, थोरै थोरै खानु पनि खाऊ त, त्यही पनि अझै खानु बाँकी नै छ। पानीपुरी सानीपुरी खानुपर्छ, होला इन्जोय गर्नुपर्छ। अनि अहिले चाहिँ अब घरमा जाँदैछु साथीहरू। ल अब म चाहिँ तल मिल्छु मेरो भाइसँग, मेरो भाइ आएपछि म मेरो भाइसँग मिल्छु। अनि चाहिँ हजुरहरूले देखाउँछु के खान्छु भनेर चाहिँ। गाइज अहिले चाहिँ हामी मलाई मेरो भाइसँग मिलेँ। ए देखेन बाबु, देखेन? यता हामीहरू अङ्गुर खाना छैन, दुधले मिलेर बेटे आई उसै आँगुल लिएर मिलेर अझ मिलेर लिएर बिचरालाई मेरो बाबुलाई पानीपुरी सानीपुरी खिलाएँ। को गएर छ भन त गाइज, को गएर छ त भन त। मलाई अस्ति कति म धुपमा खेल्दैछु, त्यो यति भन्न को गएर छ त्यसो भन। यसले कति मेकअप गरेको छ, केही गरेको छैन, धेरै नबोल एउटा आइसक्यो क्या उनी केही गरेको पिङ पिङ गाइस भन्नु त ए ए तँ पैसा दियो पहिला, पैसा दियो पहिला। तँ यस्तो गर्दो यार, ए पैसा चोरै चोर चोरै चोर चोरै चोर। ल सधैँ मैले पहिला किन रुनुमा अङ्गुर हालेनु भाइ बहिनी भएछ यस्तै हो गाइस। राम्रो छ साथ किन राम्रो छ साथ भाइ बहिनी भएछ यस्तै हो गाइस। अनि धच्ची 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 थ्याङ्क यू अङ्कल। अब चाहिँ हामीहरू घरमा लागे।
कि म्यू नौ मेरो त एउटा दिदी हुनुहुन्छ हामीहरूले पानीपुरी खाइसक्यौँ अनि ठ्याक्कै चाहिँ दिदी हाई भन त खै हाई भन हात त हाल हात हाल्नु पनि सक्दैन सक्दैन अरे सक्दैन अनि मेरो दिदी यहाँ पानी किनारबाट गएको छ खेलै खेल वो आमा मेरो त खुट्टा थाकेर दिदी मरिके त्यहाँतिर गए मोडल एक भएर आउने सबै फोटो खिच्दा मसँग रुक अनि पछि देखेको होला मलाई अनि त्यस्तो गाइड अनि मेरो दिदीलाई एकदम बिराम चाहिँ सिकेस् त अनि बिरामी सिकेस् त भएर के गर्नु गाइड यहाँ पिको पानीपुरी खाँदैछन् गाइस यस्तो छ यहाँको हालत चाहिँ टिको खाएर सबै थोक मेटिन्छ अरे हो क्या फेरि दिदी अनि त्यही भएर चाहिँ म त घरमा जान्छु लाका दिदी भोलि जाने बिहान आयो अहिले चाहिँ म घरमा गएर चाहिँ फेरि बनाउँछ आमासँग मिलेर ल साथीहरू अब चाहिँ घरभित्र भिडियो एन्ड गर्न चाहिँ नसकिन सक्छ अनि त्यही भएर चाहिँ अहिले म र बाबु घरमा पनि आयौँ यो चाहिँ हामीहरूको बस्ने बिल्डिङ हो अनि घरमा आयौँ अब चाहिँ हामीहरू भिडियोलाई एन्ड गर्छौँ आई होप सबैजना लाइक सेयर सब्सक्राइब गरिदिनु होला बिल्डिङमा पुग्यो यता धेरै बोल्न पाइँदैन क्या त्यही भएर अहिलेको लागि यति नै बाई बाई